हेलो साथीहरू, वेलकम टु लोकसेवा च्यानल। यस भिडियोमा हामीहरूले एम्बेसी अफ इन्डियाद्वारा दिने प्रथम स्कलरसिप स्किम 2026-27 को लागि जुन कि आर्मी पब्लिक स्कुल स्कलरसिप भनिन्छ त्यसको बारेमा हामीहरू चर्चा गर्नेछौँ। साथसाथै यस भिडियोमा हामीले यस स्कलरसिपमा एप्लाई कसले गर्न पाइयो, के कस्तो एलिजिबिलिटी क्राइटेरिया छ, कसरी फर्म भर्ने, कसरी सेलेक्सन हुन्छ, के डकुमेन्टहरू रिक्वायर्ड छ, कति खर्च हुन्छ हैन, यी सब कुराहरूको सम्पूर्ण डिटेलमा हामीले कुरा गर्नेछौँ यस भिडियोमा। हस्त भिडियो सुरु गरौँ र भिडियो सुरु गर्नुभन्दा अगाडि यदि तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न नबिर्सनु होला। साथसाथै यो भिडियोलाई शेयर र लाइक गर्न नबिर्सनु होला। हस्त भिडियो सुरु गरौँ। हेर्न सक्नुहुन्छ तपाईहरुले हामी एम्बेसी अफ इन्डिया को साइटमा छौं। यहाँ हेर्न सक्नुहुन्छ माथि URL मा इन्डियन एम्बेसी काठमाडौँ को साइट रहेछ यो। यसबाट अब कसरी हरेक स्कलरसिप कसरी थाहा पाउने, कुन स्कलरसिप अहिले आएको छ, कुन आइसकेको छ, कुन आउने वाला छ, यो कुराहरुको बारेमा हामीले यो इन्डियन एम्बेसी को साइटमा गएर यहाँ एजुकेसन एन्ड स्ल्याश स्कलरसिप अप्सन छ। यहाँ यसमा क्लिक गरेर व्हाट्स न्यूमा हेर्ने हैन। व्हाट्स न्यूमा गइसकेपछि फर्स्टमै स्कलरसिप अप्सन रहेछ, त्यसमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले सम्पूर्ण स्कलरसिपको बारेमा यहाँ देखाउँछ तपाईहरुलाई। ल अब हामी के गर्छौं भन्दाखेरि अब हामी 2026-27 को लागि प्रथम स्कलरसिप भनेको आर्मी पब्लिक स्कुल स्कलरसिप रहेछ। यसको बारेमा हामी चर्चा गर्नेछौँ। हेर्न सक्नुहुन्छ यहाँ डाउनलोड गरिसकेपछि म यहाँ डाउनलोड गरेर राखेको छु। यो भयो हाम्रो पीडीएफ नोटिस। तपाईले यहाँ देख्न सक्नुहुन्छ स्क्रिनमा नोटिस आर्मी पब्लिक स्कुल APS भनेर आउँछ। एडमिसन इन आर्मी पब्लिक स्कुल APS इन इन्डिया अन्डर APS स्कलरसिप स्किम 2026-27 भन्नाले यो स्कलरसिप आर्मी पब्लिक स्कुलको लागि रहेछ, स्पेशली फर स्कुल स्टुडेन्ट्स है। क्लास 6 देखि 9 सम्म र 10 सकेपछि क्लास 11 मा पनि स्कलरसिप प्रोवाइड गर्छ इन्डियन एम्बेसीले। हेर्न सक्नुहुन्छ तपाईहरुले एम्बेसी अफ इन्डिया काठमाडौँ इन्भाइट्स एप्लिकेशन्स फ्रम Nepalese nationals for both boys as well as girls who wishes to seek admissions in class 6 to 9 and 11 in following APS school means following अब इन्डियामा आर्मी स्कुल त धेरै रहेछन् हैन, जसमध्ये तपाई 3 वटा एलोटेड छ। अब हेर्न सक्नुहुन्छ तपाईहरु APS पिथौरागढ उत्तराखण्डमा जो त्यसको लागि क्लास 6 र 11 का स्टुडेन्टहरु जान्छन्, जसमा बोइज र गर्ल्स मिक्स भएर जान्छ है। APS धाउला काउन्ट दिल्लीमा रहेछ, जुन कि क्लास 6 देखि लिएर क्लास 9 सम्म बोइज को लागि मात्र रहेछ। र सिमिलरली APS नोएडा UP मा रहेछ, जुन कि क्लास 6 देखि 9 सम्म गर्ल्स ओन्ली को लागि रहेछ। यदि तपाईको बच्चा 6th मा छ भने APS पिथौरागढ पनि पाउन सकिन्छ अथवा धाउला पनि पाउन सकिन्छ यदि बोय छ भने, अथवा गर्ल्स छ भने नोएडा अथवा पिथौरागढ पाउन सकिन्छ है। सिमिलरली यदि 7 मा छ भने 7 को कुरा गर्दाखेरि तपाईलाई यदि बोय छ भने धाउला पाउँछ, इन केस अफ यदि गर्ल्स छ भने नोएडा पाउँछ। अब यसको एलिजिबिलिटी क्राइटेरिया के कस्तो छ, कसले फर्म भर्न पाइयो, यसको बारेमा चर्चा गर्दाखेरि क्यान्डिडेट हु विशेस टु एप्लाई फर APS आर्मी पब्लिक स्कुल स्कलरसिप स्किम मस्ट फुलफिल द फलोइङ एलिजिबिलिटी क्राइटेरिया। अब के कस्तो क्राइटेरिया छ, यसमा के कस्तो क्राइटेरिया छ यसको बारेमा चर्चा गरौँ। द क्यान्डिडेट एप्लाइङ फर एडमिसन इन क्लास 6 and onwards must have passed previous class before applying for the next class means यदि म क्लास 6 मा एप्लाई गर्दैछु भने 5th क्लास मा पास भएको हुनुपर्छ, 7th मा एप्लाई गर्दैछु भने 6th मा पास हुनु पर्यो। सिमिलरली एज वेल एज अदर क्लासेसहरुको पनि सेम प्याटर्न रहेछ। इट इज म्यान्डेटरी टु सबमिट कपी अफ फाइनल मार्कशीट अफ क्लास 5 and onwards as the case may be and a certificate in original from headmaster principal of school where the candidate is studying regarding his or current status. Therefore appearing student are not eligible for seeking admissions in higher classes. अब यसको भन्दाखेरि के भयो भन्दाखेरि इफ मैले क्लास 6 को लागि एप्लाई गर्दैछु भने क्लास 5th को मलाई ओरिजिनल मार्कशीट चाहियो, जस्तो जेरक्स सबमिट गर्ने हो, ओरिजिनल त नसबमिट गर्ने, जेरक्स सबमिट गर्ने हो, फोटोकपी सबमिट गर्नुपर्छ। यदि म क्लास 6th मा पढिरहेको छु र 6th मै एप्लाई गरिरहेको छु भने त्यो चाहिँ मिल्दैन। 6th मा एप्लाई गर्नु छ भने 5th हुन पास हुनु पर्यो। 7th मा पढिरहेको छु र 7th मा एप्लाई गर्न पाइदैन। 7th मा एप्लाई गर्नु छ भने मैले 6 पास हुनु पर्यो। यदि म जुन इयरमा पढिरहेको छु त्यो इयरको क्लास
एप्लाई गर्न पाइएन मैले। सेकेन्डमा रहेछ क्यान्डिडेट मस्ट ह्याभ गुड प्रोफिसियन्सी इन इङ्ग्लिस भन्नाले यु निड टु स्पिक इङ्ग्लिस अ बिट अथवा हल्का फ्लुएन्सी चाहियो इङ्ग्लिसमा पनि। क्यान्डिडेट मस्ट बी मेडिकली फिट, अब यसमा तपाईँलाई मेडिकल फिटनेस पनिको कुरा आयो। यसमा अब केही टेस्टहरू पनि गराउँछ होइन। अब त्यसको मैले यदि तपाईँहरूलाई यो मेडिकली फिटको जुन सर्टिफिकेट छ नि यदि त्यसको स्याम्पल चाहियो भने मलाई मेसेज गर्नुहोस् होइन। हाम्रो वाट्सएप जो हाम्रो यहाँ हामी यहाँ डिस्क्रिप्सन बक्समा हाम्रो वाट्सएपको लिङ्क राख्दैछौँ, त्यसमा जोइन भएर तपाईँहरूले आफ्नो यहाँ फिटनेस सर्टिफिकेट माग्न सक्नुहुन्छ, डिमान्ड गर्न सक्नुहुन्छ। स्याम्पल पनि छ हामीसँग होइन। र थर्डको कुरा गर्दाखेरि एज लिमिट के कस्तो स्टुडेन्टले कुन क्लाससम्म एप्लाई गर्न पाइयो। अब जसको 10 देखि 12 वर्ष छ त्यो 6 क्लासमा एप्लाई गर्ने, 11 देखि 13 इयर्स छ भने 7th क्लास, 12 देखि 14 छ भने 8th क्लास, 13 देखि 15 छ भने 9th क्लास, 15 देखि 17 छ भने 11 क्लासमा एप्लाई गर्न पाइयो। अब इन्स्ट्रक्सन फर फिलिङ अप एप्लिकेसन, अब के कस्तो इन्स्ट्रक्सन छ भन्दाखेरि अब एम्बेसीले केही इन्स्ट्रक्सन निकालेको छ त्यसको बारेमा चर्चा गरौँ। एप्लिकेसन फर्म इन बायोडाटा फर्मेट मे बी सबमिटेड बाई पोस्ट कुरियर और पर्सनली एट द एजुकेसन विंग अफ एम्बेसी अफ इन्डिया काठमाडौँ फ्रम 24th December 2025 to 14th January 2026 between 10:30 to 12:30 hours and 3 बजेदेखि 5 बजेसम्म तपाईँहरूले बेलुका सबमिट गर्न सक्नुहुन्छ। यसको मतलब के भयो भन्दाखेरि अब तपाईँसँग पुरै कम्प्लिट डकुमेन्ट गर्नु छैन, डकुमेन्टेसन गरेर अब कुरियर पनि गर्न सक्नुभयो होइन, अथवा आफै गएर एम्बेसीमा सबमिट गर्न पनि सक्यो। अब त्यहाँ एम्बेसीमा गएर कहाँ भेट्ने त, कहाँ भेट्ने भन्दाखेरि एजुकेसन विङ एउटा डिपार्टमेन्ट छ, सेपरेट डिपार्टमेन्ट छ, त्यहाँ गेटमा गएर तपाईँहरू भन्नुपर्छ एजुकेसन विङमा जानु छ, उहाँहरूले तपाईँलाई बाटो देखाइदिनुहुन्छ। र इनकेस यदि तपाईँ आफैले गइराख्नु भएको छ भने त्यो केसमा के गर्ने भन्दाखेरि 10:30 देखि 12:30 को बिचमा जाने अथवा बेलुका 3 बजेदेखि लिएर 5 बजेको बिचमा जाने है। एप्लिकेन्ट मस्ट डिपोजिट एप्लिकेसन फी अफ 400 इन फेभर अफ एम्बेसी अफ इन्डिया काठमाडौँ। एकाउन्ट नम्बर यहाँ मेन्सन गरिएको छ स्क्रिनमा, हामीले हेर्न सक्नुहुन्छ तपाईँहरूले। मैले यहाँ जुम गरिदिएँ। इन एनी ब्रान्च अफ नेपाल SBI ब्याङ्क नेपाल एप्लिकेन्ट सुड सबमिट फलोइङ डकुमेन्ट्स टु द एम्बेसी। अब भन्दाखेरि त्यो त रह्यो होइन, सबमिट गर्ने कुरा 24 डिसेम्बरदेखि लिएर 14 जनवरीसम्म तपाईँहरूले सबमिट गरिसक्नुपर्नेछ। अब रह्यो कुरा अब कुरियर जुन भने मैले कुरियर गर्नुभन्दा अगाडि होइन, अब यस्तो छैन कि अब 13 जनवरीमा मैले कुरियर गरिदिएँ अब एम्बेसीमा त्यो त एम्बेसी पुगिरहेको छ बाटोमा 1 हप्ता पछि, त्यस्तो नगर्नु होला। यदि कुरियर गर्नु छ भने हल्का सकेसम्म 5 को भित्र गरौँ ताकि तपाईँको टाइम पनि लाग्छ कुरियर जाँदाखेरि होइन। र यहाँ अब के कुरा आयो भन्दाखेरि 400 रुपियाँ तपाईँहरूले नेपाल SBI ब्याङ्कमा गएर आफैले डिपोजिट गर्नुपर्छ। यहाँ एकाउन्ट नम्बर स्क्रिनमा मेन्सन गरिएको छ 17725240200331। यो तपाईँलाई एकाउन्ट नम्बर मेन्सन गर्नुभएको छ उहाँहरूले। अब यसको लागि के डकुमेन्ट चाहियो भन्दाखेरि कम्प्लिट बायोडाटा अफ ए स्टुडेन्ट इन इङ्ग्लिस ल्याङ्ग्वेज विथ 1 फोटोग्राफ टु बी पेस्टेड एट ए स्पेस गिभन फर फोटोग्राफ। अब तल हामी बायोडाटाको पनि चर्चा गर्नेछौँ के चाहियो भन्दाखेरि एउटा कम्प्लिट इङ्ग्लिस ल्याङ्ग्वेजमा बायोडाटा चाहियो, त्यसमा स्टुडेन्टको फोटो एटेस्ट हुनु पर्यो। सेकेन्डमा आउट फोटोकपी अफ बर्थ सर्टिफिकेट इस्युड बाई म्युनिसिपालिटी ड्युली एटेस्टेड बाई नोटरी पब्लिक भन्नाले जन्म दर्ता जुन हुन्छ नि स्टुडेन्टको जसले एप्लाई गरिरहेको छ उसको जन्म दर्ता चाहियो, त्यसको फोटोकपी गरेर तपाईँले के गर्नुपर्छ भन्दाखेरि नोटरी पब्लिकबाट एटेस्ट गर्नुपर्छ। भन्नाले लिगली त्यो एडभोकेटले गर्ने हो, वकिलले गर्ने हो, त्यहाँ गएर एटेस्ट गरिदिन्छ, भइहाल्छ है। थर्डमा कुरा गर्दाखेरि फोटोकपी अफ मार्कसिट अफ लास्ट एक्जाम पास्ट ड्युली एटेस्टेड बाई नोटरी पब्लिक भन्नाले अब यदि मैले 6 को एप्लाई गरिरहेको छु भने 5 को ओरिजिनल नदिएर त्यसको फोटोकपी गराएर नोटरी पब्लिकबाट एटेस्ट गरेको हुनु पर्यो। चौथोमा छ फोटोकपी अफ सिटिजनसिप सर्टिफिकेट अफ फादर एन्ड मदर बोथ ड्युली एटेस्टेड बाई नोटरी पब्लिक। अब बुवा र मम्मीको दुवै यहाँ अझ पनि लेख्दैछ एन्ड इङ्ग्लिस ट्रान्सलेसन ड्युली एटेस्टेड बाई नोटरी पब्लिक भन्नाले उसको बुवाको मम्मीको नागरिकता पनि चाहियो त्यो ड्युली एटेस्ट र त्यसको ट्रान्सलेसन पनि ड्युली एटेस्ट चाहियो। अब 5औं नम्बरमा हेर्न सक्नुहुन्छ सर्टिफिकेट इन ओरिजिनल from headmaster principal of school where the candidate is currently studying certifying whether the school is government or private भन्नाले जुन स्कुलमा म पढिरहेको छु त्यो गभर्नमेन्ट हो कि प्राइभेट हो त्यो मेन्सन गर्नु पर्यो हेडमास्टरले अथवा प्रिन्सिपलले, त्यही एउटा कुरा हो। द क्लास इन विच स्टुडेन्ट इज करेन्टली स्टडिङ कुन क्लासमा स्टुडेन्ट पढिरहेछन्, द लास्ट पास क्लास अफ स्टुडेन्ट
कुन क्लास त्यो पढे पास भएर आएको छ यो स्कुलमा अन्डरस्ट्यान्डिङ प्रोफिसियन्सी अफ ए स्टुडेन्ट इन इङ्ग्लिस भन्नाले कतिको स्टुडेन्ट इङ्ग्लिस बुझ्दो रहेछ। 6औं नम्बरमा रहेको छ ओरिजिनल मेडिकल फिटनेस सर्टिफिकेट भन्नाले यसको लागि स्याम्पलमा चाहियो भने हाम्रो डिस्क्रिप्सन बक्समा लिङ्क राख्दैछु व्हाट्सएप ग्रुपमा, त्यसमा जोइन भएर तपाईँहरूले सोध्न सक्नुहुन्छ। त लास्टमा रहेछ त्यो जुन हामीले ब्याङ्क भाउचर सबमिट गरेका छौँ नि त्यसको ओरिजिनल काउन्टर फाइल, त्यो पनि तपाईँलाई एट्याच गर्नुपर्छ, त्यो पनि ओरिजिनल गर्नुपर्छ। अब एउटा कुरा ध्यान के गर्नुपर्छ भन्दाखेरि अब सपोज मैले नोटरी आज गराएँ होइन, अब नोटरीको भ्यालिडिटी 3 वर्ष छ भन्दाखेरि त्यही नोटरी चल्दैन। यहाँ लास्टमा लेख्दैछ द नोटराइजेसन अफ डकुमेन्ट मस्ट बी ओरिजिनल, फोटोकपी अफ नोटरी एटेस्टेड डकुमेन्ट विल नट बी एक्सेप्टेड भन्नाले अब मैले डकुमेन्ट नोटरी गराएँ, अब यस्तो होइन कि 3 वर्ष त्यही चलाऊ, ओरिजिनल जुन मैले एटेस्ट गराएँ नि जुन लयरले एटेस्ट गर्छ त्यो ओरिजिनल दिनु पर्यो। त्यसको यस्तो होइन कि त्यसको पनि फोटोकपी गरेर दिइरहेको छु, त्यस्तो चाहिँ गर्न पाइएन। सेलेक्सन प्रोसेस, अब यसको सिलेक्सन प्रोसेस के कस्तो छ भन्दाखेरि यो यसको बारेमा चर्चा गर्नुभन्दा अगाडि तपाईँहरूले यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, भिडियो मन परेमा सेयर गर्नुहोस् र सकेसम्म क्लास 6 देखि 9 र 11 जुन अहिले क्लास 10 पास हुनुभएको छ उहाँहरूले भिडियो सेयर गर्नुहोस् ताकि उहाँहरूले यो स्कलरसिपको बारेमा थाहा पाओस् र एप्लिकेसन एप्लाई गरोस्, प्रोबेबिलिटी हाई हुन्छ पढ्ने होइन। अब सेलेक्सन प्रोसेसको कुरा गर्दाखेरि एन इङ्ग्लिस टेस्ट एन्ड इन्टरभ्यू वुड बी हेल्ड इन एम्बेसी अफ इन्डिया काठमाडौँ टु सेलेक्ट मेटेरियल्स एन्ड डिजर्भिङ स्टुडेन्ट्स अन द बेसिस अफ स्क्रिनिङ मार्क्स भन्नाले एउटा इङ्ग्लिस टेस्ट हुन्छ र इन्टरभ्यू पनि हुन्छ होइन। सर्ट लिस्टिङ अफ क्यान्डिडेट फर इङ्ग्लिस टेस्ट एन्ड इन्टरभ्यू डज नट ग्यारेन्टी एडमिसन इन एपिएस अनलेस देयर प्लेसमेन्ट इज कन्फर्म बाई रेस्पेक्टिभ एपिएस इन इन्डिया भन्नाले अब मैले सर्ट लिस्ट भयो होइन, मेरो नाम यो एक्जाम दिएँ, अब त्यसमा इन्टरभ्यू दिएँ, त्यसमा सर्ट लिस्ट भयो होइन, अब त्यसको मतलब यो होइन कि एडमिसन भइ नै हाल्छ होइन। अब जबसम्म इन्डियन एम्बेसी एपिएस स्कुलले कन्फर्म गर्दैन कि यो स्टुडेन्ट लिन सकिन्छ भन्दाखेरि तबसम्म एम्बेसीले पनि केही गर्दैन। अब माथि कुरा गरेको थियौँ हामीले बायोडाटाको, हेर्न सक्नुहुन्छ बायोडाटाको स्याम्पल यही हो, नेम दिएको छ, डेट अफ बर्थ दिएको छ, यहाँ फोटोग्राफ एट्याच गर्ने हो हामीले, एज 31 मार्च 2026 कसरी क्यालकुलेट गर्ने भन्दाखेरि अब यहाँ हेर्न सक्नुहुन्छ। अब मैले यहाँ एज क्यालकुलेटरलाई युज गरेँ, यहाँ एज क्यालकुलेटर युज गरिदिएँ होइन। अब हेर्न सक्छु सपोज मेरो डेट अफ बर्थ 2015 लिइहालौँ होइन, 15 त नभनौँ 10 लिइहालौँ न, 2010 छ। अब क्यालकुलेट गर्नुहोस् होइन, यहाँ 15 वर्ष भयो होइन। त त्यसरी नै तपाईँहरूले आफ्नो यहाँ हेर्न सक्नुहुन्छ कसरी मैले एज क्यालकुलेट गरेँ। सिमिलरली यहाँ 15 इयर्स 0 मन्थ 0 डे जुन छ नि, त यहाँ तपाईँले भन्ने हो 0 डे 0 मन्थ, यहाँ 31 मार्च 2026 छ नि। अब यसको हल्का चेन्ज गरिदिउँ 2026 है, 31 मार्च है, मार्च 31। अब मैले आफ्नो यहाँ डेट अफ बर्थ राखेँ होइन, 10 राखिदिएँ। ल अब क्यालकुलेट गर्दाखेरि 15 वर्ष 3 महिना 2 दिन भयो होइन। त यहाँनिर के गर्नु 3 दिन 2 दिन 3 महिना 15 वर्ष लेखिदिने होइन। त्यसपछि नेसनालिटी, जेन्डर, फादर अक्युपेसन, बुवाको नाम र बुवाको अक्युपेसन के गर्नु छ उहाँले, आमाको नाम र उहाँको अक्युपेसन, सिटिजनसिप सर्टिफिकेट, नम्बर अफ फादर मदर, उहाँ बुवा मम्मीको नागरिकता नम्बर, इमेल 2वटा दिने, इमेल चाहिँ 2वटा दिने होइन, फोन नम्बर 3वटा दिने, पोस्टल एड्रेस भन्नाले आफ्नो एड्रेस, पर्मानेन्ट एड्रेस भनेको करस्पोन्डेन्स एड्रेस भनेको पोस्टल एड्रेस भयो होइन। अनि पर्मानेन्ट एड्रेस भनेको आफ्नो जहाँ थाहै छ, थाहै ठेगाना जहाँ छ त्यही। लास्ट क्लास पास कुरा गर्दाखेरि अब 6मा छ भने 5thको यहाँ राख्ने, पर्सेन्टेज कति आएको छ, स्कुलको नाम लेखेर गभर्मेन्ट हो कि प्राइभेट हो, एड्रेस दिने, फोन नम्बर दिने होइन। क्लास एप्लाइड फर कुन क्लासको लागि एप्लाई गर्दैछु, हबी के छ, फ्युचर एम के छ, ल्याङ्ग्वेज कुन भाषा आउँदो रहेछ, यो कुराहरूको बारेमा हामीले यसमा बायोडाटामा चर्चा गर्नेछौँ र यहाँ लास्टमा सिग्नेचर गर्नेछौँ। अब हेर्नुहोस् इन्क्लोजरमा यहाँ लेख्दैछ सिधै बायोडाटा विथ लेटेस्ट फोटोग्राफ। यस्तो होइन कि अब सानोको बच्चाको फोटोग्राफ एट्याच गरिदिएँ है, नयाँ अहिले हाल फिलहालको खिचाएर तपाईँहरूले अपलोड गर्नुपर्छ। लास्ट क्लास पास मार्कसिट, डेट अफ बर्थ इन इङ्ग्लिस ट्रान्सलेटेड, सिटिजनसिप कपी अफ फादर इङ्ग्लिस ट्रान्सलेटेड, मदरको पनि इङ्ग्लिस ट्रान्सलेटेड, ब्याङ्क भाउचर 400 को त्यो सब्मिट गर्नुपर्छ, मेडिकल फिटनेस सर्टिफिकेट यति तपाईँहरूले सब्मिट गर्नुपर्छ र लास्टमा स्कुलबाट लेखाउनुपर्छ कि म अहिले कुन क्लासमा पढिरहेको छु, कस्तो छ मेरो इङ्ग्लिस, कुन कुन क्लासबाट पास भएर आएको छु, यही कुराहरूको बारेमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। स्कुल प्राइभेट हो कि गभर्मेन्ट हो यो कुराहरू मेन्सन गर्नुपर्छ होइन। यदि तपाईँहरूले यसको केही एएस डकुमेन्टहरूमा केही डाउट छ भने हाम्रो व्हाट्सएप नम्बर
स्क्रिनमा यो डिस्क्रिप्सन बक्समा मेन्सन गर्दैछु, स्क्रिनमा पनि डिस्प्ले भइ नै रहेछ होइन। त्यसमा सम्पर्क गर्नुहोस् होइन। अब सकेसम्म कल गर्नुभन्दा राम्रो म के सजेसन दिन्छु भन्दाखेरि वाट्सएपमा मेसेज गर्नुहोस्। सकेसम्म तपाईँले 2 देखि 3 आवर 2 to 3 आवर्समै तपाईँहरूले पाउनुहुन्छ होइन रिप्लाई। यदि पाएन भने बेलुकासम्म तपाईँहरूले अवश्य नै रिप्लाई पाउनुहुन्छ। हस् त भिडियो आजको लागि यतिकै होइन। अब अगाडिको भिडियोहरू पनि आउँछ होइन। हामी अब अरू कन्ट्रीहरूको पनि स्क्रिन गरिरहेको छु होइन। अब आउँदो दिनमा अब अरू कन्ट्रीहरूको पनि स्कलरसिपको भिडियो देख्न पाउनुहुन्छ तपाईँहरूले यस च्यानलमा। सो यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होइन। साथसाथै यो भिडियोलाई सेयर गर्नुहोस्, च्यानललाई पनि सेयर गर्नुहोस् ताकि सबले थाहा पाओस् स्कलरसिपको बारेमा र उहाँहरूले एप्लाई पनि गरोस् र पाओस् पनि। हो आशा छ कि पाउनुहुन्छ नै, धेरैले पनि पाएको छ हाम्रो थ्रु पनि। र यदि तपाईँहरूले फर्म भर्न केही डाउट भइरहेछ, कहीँ पनि समस्या परिरहेछ भने हामीलाई सम्पर्क गर्न नबिर्सनु होला। 24/7 वी आर विथ यू। हामीलाई वाट्सएपमा टेक्स्ट गरिदिनुहोस् होइन। अथवा हाम्रो यहाँ डिस्क्रिप्सन बक्समा वाट्सएप ग्रुपको लिङ्क पनि रहेछ, त्यसमा गएर जोइन भएर तपाईँहरूले आफ्नो क्वेरी पनि सर्ट आउट गर्न सक्नुहुन्छ, सल्भ गर्न सक्नुहुन्छ। हस् त आजको लागि भिडियो यतिकै होइन। हस्, थ्याङ्क यू।